विश्वमा अटोमोबाइल्सको इन्भेन्सन अगाडि कसरी यो ट्रान्सपोर्टेसन सिस्टम चलिरहेको थियो भन्ने विषयमा हामीहरू धेरै कमलाई जानकारी छ र यस विषयमा चाहिँ लेखक स्टेफेन डी लेभिट र स्टेफेन जे डब्नरद्वारा लिखित सुपर इकोनोमिक्स पुस्तकमा चाहिँ लेखकले एउटा सटिक विश्लेषण गरेका छन्। लेखकले चाहिँ लेट 1800को चाहिँ युएसको न्युयोर्क सहरको चाहिँ दृष्टान्त प्रस्तुत गरेका छन्। त्यस बखतमा चाहिँ न्युयोर्क सहरमा कुल जनसङ्ख्या चाहिँ झन्डै 34 लाखको जनसङ्ख्या रहेछ र त्यस बखतको चाहिँ एकमात्र भर्सटाइल ट्रान्सपोर्टेसनको माध्यम भनेको चाहिँ घोडाहरू। न्युयोर्क सहरमा करिब 2 लाख घोडा रहेछन्, अर्थात् हरेक 17 जना बासिन्दाको लागि एउटा घोडाको व्यवस्था रहेछ र त्यसले चाहिँ कसरी नेगेटिभ एक्सटर्नलिटिजहरू अथवा इनइफिसियन्सीहरू चाहिँ क्रिएट गर्यो न्युयोर्क सहरमा भन्ने विषयमा चाहिँ लेखकले 5 वटा तर्कहरू चाहिँ प्रस्तुत गरेका छन्। लेखकले त्यस बखतको न्युयोर्क सहरको चाहिँ अवस्थालाई उद्धृत गर्दै लेख्छन् कि त्यतिखेर न्युयोर्क सहरमा चाहिँ फुड सर्टेज भएको रहेछ। त्यसको कारण भनेको चाहिँ न्युयोर्क सहरमा मात्र 2 लाखवटा घोडा र त्यसलाई चाहिँ एक्सेसिभली चाहिँ कमर्सियल पर्पजको लागि युज हुने भएको कारणले गर्दाखेरि जति पनि एग्रिकल्चर प्रोडक्सनहरू हुन्थ्यो त्यो चाहिँ घोडाको चाहिँ एज अ फ्युलको रूपमा चाहिँ कन्जम्सनको लागि प्रयोग गरिन्थ्यो र त्यसले गर्दाखेरि फुड स्टफहरू चाहिँ हाम्रो किचन टेबलसम्म आइसक्दाखेरि चाहिँ एकदम आकाशिएर आउने र त्यसले चाहिँ त्यहाँ नेगेटिभ इम्प्याक्ट चाहिँ क्रिएट गरेको थियो भनेर चाहिँ लेखकले एउटा तर्क प्रस्तुत गरेका छन्। र अर्को चाहिँ कारण नेगेटिभ एक्सटर्नलिटिजको चाहिँ सडक दुर्घटनाको चाहिँ औँलाएका छन्। लेखकले सन् 1900मा चाहिँ न्युयोर्क सहरमा चाहिँ रोड एक्सिडेन्टको कारणले गर्दाखेरि चाहिँ मृत्यु हुने चाहिँ तथ्याङ्क प्रस्तुत गरेका छन्। 1 for every 17,000 भनेर, भनेको हरेक 17,000 मान्छेमा चाहिँ एकजनाको मृत्यु हुँदो रहेछ सडक दुर्घटना अर्थात् घोडाको कारणले गर्दाखेरि। र त्यसलाई हामी अहिलेको 2024को डेटासँग चाहिँ कम्पेयर गऱ्यौँ भनेदेखि चाहिँ 1 for every 33,000 छ, अर्थात् हरेक 33,000 मध्ये एकजनाको मृत्यु चाहिँ यो सडक दुर्घटनाले हुँदो रहेछ। भन्नुको मतलब आजभन्दा 100-150 वर्ष अगाडि चाहिँ करिब 2 गुणा व्यक्तिहरूले चाहिँ ज्यान गुमाउँदा रहेछन् घोडाको कारणले गर्दाखेरि भनेपछि त्यहाँ पनि चाहिँ एउटा नेगेटिभ इम्प्याक्ट चाहिँ देखियो। र अर्को कारण चाहिँ लेखकका अनुसार फोहोर व्यवस्थापनको भनेर चाहिँ औँल्याएका छन्। एउटा घोडाले एक दिनमा औसतमा चाहिँ 24 पाउन्डको चाहिँ हर्स डङ प्रोड्युस गर्दो रहेछ र न्युयोर्क सहरमा 2 लाखवटा घोडाहरू थिए। 2 लाखवटा घोडाले चाहिँ एक सालमा औसतमा चाहिँ झन्डै 8 लाख मेट्रिक टनको चाहिँ हर्स डङ चाहिँ प्रोड्युस गर्दो रहेछ। तपाईँको 8 लाख मेट्रिक टनको हर्स डङ भनेको चाहिँ 550 वटा चाहिँ ओलम्पिक साइजको स्विमिङ पुल बराबरको चाहिँ वेस्ट हो र त्यो चाहिँ सडकभरि चाहिँ यत्र तत्र चाहिँ देखिन्थे होइन। र त्यसले गर्दाखेरि विभिन्न किसिमको चाहिँ सङ्क्रमणहरू चाहिँ फैलिने जोखिमहरू पनि हुन्थ्यो र भ्याकेन्ट लटहरूमा चाहिँ 60 फिट अग्लो चाहिँ त्यो हर्स डङको चाहिँ पहाडहरू डङ्गुरहरू पनि रहेको चाहिँ उदाहरण चाहिँ लेखकले दिएका छन्। अर्को भनेको चाहिँ लेखकले ध्वनि प्रदूषण अर्थात् साउन्ड पोल्युसनको चाहिँ एक्जाम्पल दिएका छन्। जस्तै लाखौँको मात्रामा चाहिँ सडकमा चाहिँ यो घोडाहरू कुद्ने गर्थे र त्यसको चाहिँ त्यो हर्सको आवाज, त्यसपछि त्यो हर्स वोगनको आवाज, त्यो आइरन विलको आवाज र त्यसले गर्दाखेरि चाहिँ एक किसिमको त्यो कर्कश आवाजले गर्दाखेरि मानिसहरूमा चाहिँ अनिन्द्रा हुने, एङ्जाइटी हुने, डिप्रेसन हुने र त्यसले चाहिँ मानसिक समस्याहरू चाहिँ निम्त्याएको भनेर चाहिँ लेखकले उदाहरण प्रस्तुत गरेका छन्। र केही सेन्सिटिभ एरियामा चाहिँ घोडाहरूलाई चाहिँ जान मनाइ गरिएको थियो, जस्तै हस्पिटलहरूमा, स्कुलहरूमा, यस्ता ठाउँहरूमा चाहिँ घोडाहरूलाई चाहिँ जान मनाइ गरिएको थियो। यसरी अटोमोबाइल्सहरूको एब्सेन्समा पनि चाहिँ कसरी हाम्रो इकोनोमीमा, इन्भाइरोमेन्टमा, हाम्रो हेल्थमा चाहिँ असर गरिरहेको थियो भन्ने कुरा चाहिँ लेखकले यहाँ राम्रोसँग चाहिँ औँल्याएका छन्। र त्यसको कारण चाहिँ हामी घोडाको विकल्पको रूपमा चाहिँ मोडर्न अटोमोबाइल्सलाई रोज्यौँ। अब यसले पनि नेगेटिभ एक्सटर्नलिटिजहरू, नकारात्मक प्रभावहरू चाहिँ उत्तिकै पारिरहेको छ। अब यसको विकल्प के हुन सक्छ? लेट मी नो इन द कमेन्ट बक्स।